नमस्कार सम्पूर्णमा म गणेश गैरे 7 नाइट ट्राभल्सदेखि आजको यस भिडियोमा म चाहिँ एयरलाइन सम्बन्धी टिकट बनाउनु अगावै ध्यान दिनुपर्ने कुराहरू यदि ध्यान दिएनौं भने पर्ने समस्याका बारेमा बताउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। सर्वप्रथम त तपाईले बनाउन खोज्नु भएको टिकट रिफन्डेबल वाला टिकट हो या नन रिफन्डेबल वाला टिकट हो। तपाईलाई डेट चेन्ज पर्मिसन छ या छैन। यदि रिफन्डेबल वाला टिकट हो भने तपाईको क्यान्सलेसन चार्ज कति लाग्छ त, अनि तपाईले क्यान्सल कहिले गर्नुपर्ने हुन्छ, यो कुराको चाहिँ तपाईलाई थाहा हुनुपर्ने हुन्छ। यदि तपाईले समय अवधिमै क्यान्सलेसन गर्नु भएन भने तपाईलाई एक्स्ट्रा चार्ज अनि एक्स्ट्रा ट्याक्सेसहरू लाग्न सक्छ। त्यस्तै गरी अर्को निकै महत्त्वपूर्ण कुरा, तपाईले बनाउन खोज्नु भएको टिकटको ब्यागेज सेल्फ ट्रान्सफर हो या अटो ट्रान्सफर हो। यदि सेल्फ ट्रान्सफर हो भने प्यासेन्जरले ध्यान दिनुपर्ने कुराहरू के हुन् त। प्यासेन्जर शुड कलेक्ट देयर ब्यागेज एन्ड रिचेक इन अ ट्रान्जिट पोइन्ट। प्यासेन्जर आफैले ब्यागेज कलेक्ट गर्नुपर्छ, फेरि रिचेक गर्नुपर्ने हुन्छ। अर्को कुरा, तपाईले फेरि पासपोर्ट सेक्युरिटी चेक गर्नुपर्ने हुन्छ। अनि गेट अ भिजा इफ यु आर कनेक्टिङ इन अ कन्ट्री द्याट रिक्वायर्ड। कुनै कन्ट्रीमा तपाईँ ट्रान्जिट हुँदै हुनुहुन्छ, त्यहाँ कतिपय कुरामा तपाईलाई भिजा आवश्यक पर्न सक्छ। यति कुराहरूको चाहिँ ध्यान दिनुपर्ने हुन्छ। यो इस्यु चाहिँ म्याक्सिमम तपाईहरू विदेश हुनुहुन्छ, आफ्नो परिवार आफन्तलाई बोलाउँदै हुनुहुन्छ र सस्तो टिकटको अपेक्षामा तपाईहरूले अनलाइन स्क्रोल गरेर हतारमा टिकट बनाउनुहुन्छ। टिकटको बारेमा फुल डिटेल्स पढ्न तपाईलाई फुर्सद पनि हुँदैन, खासै फुर्सद पनि हुँदैन। अनि तपाईले सस्तो टिकटको अपेक्षामा ड्याङ टिकट बनाइहाल्नुहुन्छ। त्यसपछि प्यासेन्जरहरू, घर परिवारहरू तपाईको एयरपोर्टमा जानुहुन्छ, ट्रान्जिट पोइन्टमा एकदमै दुःख पाउनुहुन्छ। कतिपय केसमा त मान्छेहरू फर्केर पनि आउनुहुन्छ। त्यस्तो समस्या नहोस्, टिकटको बारेमा पुरा बुझ्नुहोस्, पुरा पढ्नुहोस्, त्यसपछि मात्रै टिकट बनाउनुहोस् भन्छु। त्यस्तै गरी अर्को महत्त्वपूर्ण कुरा, ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ ब्यागेज हो। ब्यागेज तपाईलाई कति आवश्यक हो त्यही अनुसारको टिकट बनाउनु पर्ने हुन्छ। ब्यागेज प्याक गर्दाखेरि एयरलाइन्सले जसरी रुल्स भनेको छ त्यही अनुसारले गर्नुपर्ने हुन्छ। ब्यागेजमा कतिपय एयरलाइन्सले 2 पिसेस ब्यागेज अलाउड गर्छ। तपाईले 2 पिसेस अलाउड गरौँ भन्दैमा 46 केजी हैछ भन्दैमा तपाईले एउटामा 30 केजी एउटामा 16 केजी लिएर जानुभयो भने तपाईलाई एयरपोर्टमा दुःख हुन्छ। 2 पिसेस ब्यागेज भनेको 23 + 23 गराउनु पर्ने हुन्छ ब्यागेज। अनि तपाईलाई कति ब्यागेज आवश्यक हो त्यही अनुसारको टिकट बनाउनु पर्ने हुन्छ। तपाईलाई 30 केजी ब्यागेज आवश्यक छ भने तपाईले सस्तो टिकट देखेर बिना ब्यागेजको ह्यान्ड क्यारी मात्रै लैजान मिल्ने टिकट बनाएर त भएन। सो ब्यागेज पनि अर्को क्रुसियल पार्ट हो तपाईले टिकट बनाउनु भन्दा अगाडि ध्यान दिनुपर्ने कुरामा। त्यस्तै गरी अर्को भनेको निकै महत्त्वपूर्ण मानिन्छ यसलाई, प्राइस। टिकट बनाउनु भन्दा अगाडि प्राइसमा पनि एकदमै ध्यान दिनु होला। किनभने तपाईले सेल्फ ट्रान्सफर वाला टिकट, नन रिफन्डेबल वाला टिकट बनाउनु भयो भने रिफन्डेबल वाला टिकट अटो ट्रान्सफर वाला टिकट भन्दा सस्तो हुन्छ। सस्तो देख्दैमा त्यहाँ दुःखहरू, अप्ठ्याराहरू पर्न सक्छ। भोलि बिहान रिफन्ड पर्ने हुन्छ, भोलि बिहान डेट चेन्ज गर्नुपर्ने हुन्छ। त्यस्तो केसमा चाहिँ थोरै महँगो टिकट होस्, रिफन्डेबल वाला टिकटहरू काट्न म रिकमेन्ड गर्छु सबैलाई। अनि अर्को कुरा, तपाईको डेट एन्ड टाइम पनि एकदमै ख्याल गर्नु होला। तपाईहरुले टिकट काट्नुभन्दा पहिला तपाईलाई जानुपर्ने कहिले हो र कुन समय हो, समयको एकदम ख्याल गर्नु होला। र एयरपोर्टमा सधैँ टाइममा पुग्नु होला। अनि तपाईको भिजाको ख्याल गर्नु होला। त्यस्तै गरी अरू थुप्रै कुराहरू हुन्छन् जुन तपाईँ टिकट बनाउनु अगावै ध्यान दिनुपर्ने हुन्छ। मैले कति समेटेँ यस भिडियो मार्फत। अरू थुप्रै कुराहरू छन् जे कुरा तपाईहरूलाई थाहा छ त्यो चाहिँ तपाईले चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गरेर अरूलाई पनि सहयोग गरिदिनु होला भन्न चाहे। र साथसाथै
तपाईँ विदेश हुनुहुन्छ, जहाँ कहीँ हुनुहुन्छ, इन्टरनेसनल एयर टिकट, डोमेस्टिक एयर टिकटको बारेमा जान्न बुझ्न चाहनुहुन्छ भने हामी सिमरी नाइटलाई सम्झनुहोस्। हाम्रो तल दिएको व्हाट्सएप नम्बर, भाइबर नम्बरमा कन्ट्याक्ट गरेर हामीलाई सोध्न बुझ्न सक्नुहुनेछ।